हाम्रो शेयरिङ पुग्यो कि साथीहरु शेयरिङ गरौँ न कस्तो नगर्नु भएको शेयरिङ के भयो शेयरिङ त पुगेकै छैन त यार हामी यहाँ 4000 शेयरिङ गरौँ साथीहरु शेयरिङ गरौँ शेयर गरौँ श्री राम दाइ जय श्री राम जय श्री शेयर गरौँ के छ त प्रभासर के हुँदैछ बुन्चारो त आएको छैन नि खै के भइरहेछ यार आदित्य यार बजार पनि बढ्न सक्दैन अल्टर लुकेमा बाहिर चाहिँ आइरहेछ है हाम्रोमा चाहिँ त्यस्तो चाहिँ छैन दाइ यो सिन्धुको गुड्नी जमला हो आँखा मात्रै झिम्काइदिनु हुन्छ पुरो बुझ्नु पर्यो बाहिर हल्ला चलिरहेको क्या मैले सुनेर अलिकति चाहिँ यसो स्थापना गरिरहेको छु हिजोबाट तर सबभन्दा छिटो त जिआइडी लाउनु पर्ने हेर्नु दाइ पहिलोमा चाहिँ सिन्धुको पहिला हुन्छ पनि कता कता सुनेकोले ठ्याक्कै दाइसँग मिल्यो मेरो चाहिँ कुरो हाम्रो माथि हुने साथीहरुको के छ वीरेन्द्र सर गौतम सर आइपिओ रिजल्ट सरहरु तल गेस्टमा सरहरु हुनुहुन्छ एकचोटि सबै तल माथि गरिन्थे मैले हजुरको के छ भने राख्नु होला न त्यसपछि अनि जिआरडीबीएल लाइनै आउँछ अब सरहरुको के छैन भनेर बुझे है मैले त्यसै अब हजुरको के रहन्छ भने त अब यहाँ सबैलाई पालो दिनुपर्छ ठिकै छ किन न आज छैन आज दाजुले भनेको कुरो यहाँ एकदम त्यहीमा विचार गरिरहेको छु म चाहिँ दाइले भन्नुभएको कुरामा के कुरामा हजुर हामीलाई पनि भन्नु पर्यो त्यही त सधैँ लाइभमै भनिराखेकै हुन्छ त हजुर हजुर एकदम एकदम ल हुन्छ गौतम सरलाई बिदा गरे आइपिओ सरलाई बिदा गरे विनय सरलाई बिदा गरे है त मैले हस् हुन्छ हस् हस् दसैँको दक्षिणा दिन नदिसके पनि टिका लगाएर ल ठिक छ अब आइतबारसम्म हो टिका लाउने दिन ठिक छ ठिक छ सिन्धुमा नक्कली सेलर 3000 किता असली सेलर 3126 किता जय श्री राम दाई जय श्री राम के छ भाइ कहाँ हो तिमी पासपोर्ट भर्नै व्यस्त हो क्या हो नि दाई पासपोर्ट भर्नु पर्यो नि ठीक छ ठीक छ पासपोर्ट भर्दैछ सेयर किन्दैछ पासपोर्ट भर्दैछ सेयर किन्दैछ त्यही हो कन्टिन्यू
सही हो सही हो सरको राजु सरको डाक्टर आयुष दिव्या म्यामको के छ हजुर हजुर एकदम राम्रो छ हजुर म सबैलाई फलो गरेछु हजुर फलो ब्याक पाऊँ फलो तो गर्नु भएको अनि हजुर त मेरिट जस्तो देख्नुहुन्छ कसरी फलो गर्छन् यहाँ त हामी शेयरको कुरा गर्ने हो यहाँ त फलो गर्ने हैन थ्यांक यू सो मच म पनि सुनिरहेको थिएँ हजुर म पनि सिकिरहेछु यहाँ त हाम्रो स्टकहरुको मात्रै कुरा हुन्छ म्याडम सुरुमा आज कुन अल्ट्रा लो क्यापमा सर्किट लाग्छ सिन्धु सिन्धु जस्तो लाग्छ मलाई चाहिँ जीआरडीवीआर होला सर बाहिर त थपेको थपै भयो त अल्ट्रामा थपिहाल्छु नि दाइ ब्रान्डेड कुरा सबैलाई मनपर्छ नि त अनि बाहिर त थपिहाल्छु नि खै त कसैले पनि 1 रुपैयाँ तल आएर पनि दिँदैन यार आज एनएलओ कारोबारै नहुने भयो त कुन चाहिँ एनएलओ लास्ट दिन हो के अरे आज अहिलेसम्म ट्रान्जेक्सनै भएको जस्तो छैन कोही पनि छैन दिन मान्ने तपाईसँग छ भने त बधाई छ हजुरलाई ल खाइदियो त सबै दाइ अनि इन्सुरेन्सहरु त सब थला परे यार त त्यस्तै सुन्न भएको छ मार्केटमा हाम्रो शेयरिङ पुग्यो कि पुगेन हाम्रो विषयमा गफ गरौँ हो हाम्रो विषयमा गफ गरौँ यताउताको कुरा नगर्नु हो त्यही त के साथी शेयरिङ पुराम न शेयरिङ पुराम 1000 पुराम त शेयरिङ अन्त एउटा गुड न्यूज दिनुहुन्छ 482 देखाइरहेछ सर शेयरिङ ल गाइड 5 छिटो पुराम छिटो छिटो साथीहरु 1000 पुराम अनि दाइले एउटा के भन्दिनुहुन्छ गुड न्यूज भए पनि ब्याड न्यूज भए पनि एउटा भन्दिनुहुन्छ ल मार्केट फर्किदै छ त गुड न्यूज त त्यही त भन्ने हो हैन भाइ आज त मार्केट आज भोलि त मार्केट फर्किनै पर्ने हो यो आन्दोलनले अलिअलि इफेक्ट गरे होला आज म स्ट्याटस दिएको छु नि डरो एउटा त केही कुरा नै आइहाल्छ जस्तो छ हेरौँ सेलरै आउँदैन आज नत्र टिप गरेर जान सकिन्थ्यो अगाडि आज सेलरले पैसै पाउँदैन त अनि किन सेल हैन सेलरले पैसा नपाए भने बेच्दा त भइहाल्थ्यो नि यार त्यो एनआरआईसीकोले पैसा पाइरहेछ तर बेचिरहेछ
यो नगर अगाडि कस्तो पिछा नछोडेको झ्यापझ्यापै माथि आउँछ नि त साथीहरु सबैजना फ्यान क्लब पनि जोइन गरौँ है हाम्रो माथि पपुलर पनि हेरका फ्यान क्लब पनि जोइन गरौँ फ्यान क्लब जोइन भयो भने धेरै बेनिफिट छ क्या नोटिफिकेसन एकदम छिटो आउँछ थाहा हुन्छ हैन कुराहरु छोड्दैन खोइ त हो शेयरिङ के भयो हाम्रो 589 मै अड्किन्छ साथी हो गर्नु पर्यो 1000 पुराम न राइट बारफाड भएछ है जोशीको न्युज आएछ त हेर न सुमित भाइ तिम्रो लागि न्युज आएछ त जोशीको राइट बारफाड भएछ अलिकति अक्सनमा जाने हो क्या थोरै भने चाहिँ अक्सनमा त गइहाल्छ क्या भाइ मान्छेले बिर्सिन्छन् ओर्छन् यताउति लो क्याप भए पनि अक्सनले गर्दा त फाइदा हुन्छ कम्पनीलाई अनि पो त्यसले हामीलाई बाड्न सक्छ दाइ कट अफ प्राइस कति माथि कति हुन्छ दाइ यसको 100 भन्दा माथि नै हुन्छ हैन 100 भन्दा माथि 100 भन्दा तल त हाल्नै मिल्दैन यार ए हैन त्यही त भन्न खोजेको अब त्यो यताबाट 100 भन्दा तल हुन्छ नि हामीले राइट हाल्दा त अनि यताबाट त फाइदै भयो नि कम्पनीलाई त धेरै फाइदा नि तिमी कुरै बुझ्दैन सुमित भाइ अब त झन् रिपोर्ट राम्रो आउँछ नि यसरी बुझ न हो नि दाइ अब 15 दिनमा अक्सनको रिजल्ट आउला त्यसको 15 दिन जतिमा लिस्टेड होला अब 1 महिना धेरैमा सिङ्गो सर्किटै लाग्छ क्या हो तल उठाइदिन्छ 1.8 सम्मको सिन्धु त के हो आएको छ त जम्मा 5000 किता छ सेलिङ टोटल एउटै आइडीबाट हान्नु नि यार हजुर माइली छोरी म्याम के भयो हजुर भाइ लेख्नु भएछ साथीहरु अस्तिसम्म हुनुहुन्न भन्नुहुन्थ्यो अहिले फेरि हुन्छ भन्नुहुन्छ खोइ मै कन्फ्युज हुन्छु कुराहरु सुनेर मार्केटमा धेरै हल्ला आउँछ क्या मार्केटमा हरेकवटा हल्ला हुन्छ त्यो भएर हल्लाबाट चाहिँ बाँच्नुपर्छ अथेन्टिक न्युज पेपरहरुमा न्युजहरुमा प्रोटोकलहरुमा आयो भने अर्कै कुरा हो तर साथीले कानेखेसी गरेको सपना देखेको कुरा पनि सुनाइदिने चलन छ क्या हाम्रो मार्केटमा चाहिँ त्यो भएको भए चाहिँ त्यसबाट चाहिँ बाँच्नुपर्छ हजुर हजुर हो
जित्यो जित्यो भाइ मार्केट फर्कियो आइतै अन्त हाम्रो 25 करोडको क्याबवालाको न्युज आएन त हौ त्यो त्यही खुसा हो क्या त्यो हल्लै हुन्छ मेन त अब भइसकेपछि थाहा हुन्छ शुक्रबार आउने कुरा छ त्यसको न्युज सम्भवतः मान्छे भोलि हो तर यस्तो हुन्छ न्युज आएपछि न्युजले हिट गर्ने कुरा एउटा तर न्युज पछिको जुन मार्केट लिक्विडिटीको कुरा हुन्छ नि त्यो फेरि फरक हुन्छ है त्यो लङ वेमै सोच्नुपर्छ क्षणिक भन्दा पनि हो हजुर सुजन सर हो एकदम हामी पनि प्रतीक्षामै छौँ भनेपछि आज लास्ट आवरमा मार्केट बढ्छ जस्तो छ उसो भए होइन आज एउटा हाई क्याप स्टकमा 2% सुरुमै डाउन गराएको हिसाबले चाहिँ केही न केही छ जस्तो लागेको छ मलाई यो टाइममा पनि प्यानिक सेलिङ गराउँछ नि त प्लेयरहरूको त त्यस्तो स्ट्राटेजी हुन्छ नि त नर्मली मार्केट बढ्ने थाहा भइसकेपछि प्यानिक बनाउने सिचुएसन बनाउने क्रिएट हुन्छ क्या मार्केटमा सेलरै छैन यार अल्ट्रा लो क्यापमा त
3000 किता छ खाइदिनु नि के जिस्काएर बस्नु भएको कहाँ सेलर आउँछ होइन सेलर भए त ठिकै थियो सेलरै आउँदैन हेर्नुहोस् दाइ जय सियाराम। जय सियाराम। दाइ हाम्रो सप्तकोशीमा नकली सेलर कतिजना छ? बताउँला नि हजुर, यति हतार के छ? ठिकै छ, पोजिटिभ सर्किट लाग्ने बेलामा भन्नु न। हाम्रो सेयरिङ सिद्धियो। ल साथीहरु सेयर गरौँ। सेयरिङ गर्नु छ भने छैन 1000 को टार्गेट थियो, कहाँ 1000 भन्दा तल अगाडि गरौँ। ल साथीहरु 1000 गरौँ त दाइले गुड न्युज दिन्छु भन्नुभएको छ। ए 1000 को टार्गेट भने त ल साथीहरु गरौँ त्यसो भए गरौँ। सबैले गरौँ। करेकान त ब्याड न्युज पनि आइदिन्छ, तर त्यो पनि गुड न्युज आउला। तर गुड न्युज आउँछ, ब्याड न्युज आउँछ। हामी सबैले 2-2 वटा मात्र गर्यो भने पनि सेयर 1000 मजाले पुग्छ। हो, त तीव्र गतिमा गर्दा गुड न्युज आइसक्यो, चिप्लिन मात्रै बाँकी छ मुखबाट। गन्ध आइसक्यो हैन, छिटो गरौँ न साथीहरु।